हेर्नुहोस् त हजुर, झोलुङ्गे पुल यसरी 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 जान्छ, यस्तरी 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 गएर ऊ पर पारीसम्मै पुल देखियो। साँच्ची नै खोला देखिएन। पुल त छ तर खोलै छैन, साँच्चीकै खोलै छैन। तर के गर्नु विडम्बना, अब बाटो यहाँ तल छ हेर्नुहोस् त। अब यसरी गएर बाटो यसरी यसरी जान्छ अनि यस्तो खालको घरिघरि ढुङ्गाहरू पनि झरिरहन्छ। अब यो चाहिँ टाउकोमा लाग्यो भने के हुन्छ। अनि यसरी यसरी गएर चाहिँ यो हेर्नुहोस् त, यसरी तर्ने ठाउँहरू छ यस्तो खालको। अनि यो ढुङ्गाबाट चाहिँ चिप्लेर लड्यो भने चाहिँ यहाँ अब तल हेर्नुहोस् त, यहाँदेखि चिप्लेर लड्यो भने अनि मान्छे भेटिन्छ त तलतिर। यस्तो खालको भिड छ। अनि यसरी तरेर गएर अब ऊ माथि हेर्नुहोस् त, अब यस्तो खालको छ। यसरी बुइकीहरू आइरहेको हुन्छ। म आफै भिजिसकेँ। अनि यहाँ माथि छ पुल। अनि भन्नुहुन्छ तपाईँहरू खोला नभएको ठाउँमा पुल थाप्यो भनेर। हिल्न पाइछन् खासमाहरू। अब यति त बुझ्नु न यार। अब यहाँदेखि तल झऱ्यो भने के हुन्छ त, अनि मान्छे मर्दैन। एकचोटि त नि यहाँदेखि मान्छे तल खसेर चाहिँ अब खुट्टाइ भाँचेर अब उपचार गरेको हो, पैसा उठाएर त्यो पनि। अनि यस्तो गाह्रो छ। अनि हामीलाई यस्तो ठाउँमा हिल्न खाइसक्दैन।